3, 2, 1. हेलो गाइज, वेलकम ब्याक माई ब्लग। अनि आज चाहिँ के पो हो मामु? आज हामी भेज पकौडा बनाउन लागेको छौँ। भेज पकौडाको लागि यहाँ हामीले सामग्री रेडी गर्दैछौँ। प्याज काट्यो, अघि मिक्स गरिहाल्यौँ, देखाउनु पर्थ्यो। यसमा चाहिँ हामीले प्याज अनि बन्दाकोपी अनि त्यस पछाडि लसुन अदुवाको पेस्ट, अलिकति जिरा धनियाँको धुलो, अनि यसमा हामीले बेसन पनि हाल्यो, अलिकति कर्नफ्लोर पनि हालेको छौँ। अनि त्यस पछाडि के गर्यौँ, बेसार होइन सबै थोक राख्यौँ। अब यसमा नुन राखेर हामी यसलाई मजाले मोल्छौँ। नुन चाहिँ हालेर छिटो छिटो गर्नुपर्छ कि नभए धेरै पानी आउँछ यसमा। अनि यहाँ चाहिँ के गरेको मामु यसमा चाहिँ? त्यसमा चाहिँ जिरा धनियाँको पेस्ट अलिकति कम्ती थियो, धुलो बनाएको अलिकति। ए अनि अब चाहिँ हाम्रो यहाँ स्पेसल गेस्ट आउनुभएको छ, यहाँ दुईजना। हेलो हेलो। अनि अब चाहिँ हामी पकौडा बनाएर खान्छौँ। गेस्टहरू आइसकेको छ अनि गेस्टहरूलाई पनि खुवाउनु पऱ्यो नि त, सो त्यही भएर हामी पकौडा बनाएर खान्छौँ। देखाउँदैन ए, हाम्रो चाहिँ यो रेडी भयो कि। अब यस्तो भए पछाडि चाहिँ यसो गर्दाखेरि यो बाटिन्छ नि त, अनि पकौडा हाल्दा हुन्छ। यो मैले तेल पनि राखिसकेको छु, तेल तातिन्छ अब। दुईवटा तात्छ न। अनि यसलाई यस्तो यस्तो बनाउने। अनि अब हाम्रो सुरु हुन्छ। फर्स्टको चाहिँ भगवानलाई के अरे यस्ता छन् चाहिँ लजावती झार, मेरो पहिलेको निक्नेम होइन मामु? मलाई पहिले सबैले लजावती झार भन्यो नि त। लु अब चाहिँ हामी हजुरहरूलाई एकताल यो पकाएको देखाउँछौँ, भने हजुरहरूलाई पनि अवश्य आउँछ होला। सो लुक गाइस, यसरी चाहिँ पकाउनुपर्छ। यसरी हाल्ने बिस्तारो गरी आफूलाई कुन साइजमा खान लाग्छ त्यसरी हामीले चाहिँ यसरी हाल्ने। पकौडा कति पिको भन्दाखेरि यहाँ चाहिँ पकौडाको ब्याटर छ नि त, अब सकिन आँटो। अघि त कति धेरै थियो। एन्ड हाम्रो पकौडा चाहिँ यति धेरै बनिसक्यो गाइस होइन। अब चाहिँ यो पकौडा कस्तो देखिरहेको छ होइन, कमेन्ट गर्नु होला। अनि हजुरहरू कसको मुखमा पानी आयो त्यो पनि कमेन्ट गर्नु होला पकौडा देखेर। अनि यहाँ दिदीहरूलाई चाहिँ कस्तो लाग्यो हेरौँ। आधी त त्यो अघि खाएर सक्यो है, त्यो चाहिँ हो। हामीले अघि पकौडा पाक्नुभन्दा अघि नै त्यो आधा खाइदिन्छौँ क्या, सो त्यही भएर होइन। अनि अब पाक्दैछ, त्यही भएर अलिक थोरै नै भयो। यहाँ काट्दैछ है त। Thank you guys for watching. Please like, subscribe, comment and share this video. So आजको लागि यति नै। अब अरू बेला योभन्दा राम्रो भन्नुला है त, ओके न? रामा कति होला हल्ली, कति हल्लीको रामा यो मान्छे त।